हे गाइस वेलकम बैक टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ यहीँ स्टार्ट हुन्छ। ठीक है। अनि आज चाहिँ दाइले म भएर यता घुम्न आएको छु। यसलाई थुङ्खे डाँडा भनिन्छ हैन। अनि दाइले त्यहाँ भनि पनि सक्नुभएको छ के वारो थुङ्खे डाँडा भएको भनेर। अनि भ्यू चाहिँ यस्तो खालको छ, यहाँनिरको एकदम दामी छ। तर अहिले मौसमै खराब भएर त्यहाँ देखेको छैन क्या राम्रो। अनि यहाँबाट आएको हामी चाहिँ यहाँ सिँढी रहेछ क्या, त्यो के भन्छ पाथेर मन्दिर चढ्ने ठाउँको जस्तै सिँढी रहेछ। अनि यहाँ चाहिँ ओह्रालो भिर छ, यता चाहिँ केराबारी छ हैन। अनि यता चाहिँ धरान पर्छ। यो चाहिँ देखिँदैन मजाले के हो के हो। यस्तो छ ठाउँ चाहिँ, एकदम दामी ठाउँ छ क्या। दामी लागेको जताततै पहाडी पहाड। तलबाट हेर्दा मात्र राम्रो देखिने क्या, माथि जता यता अब यस्तै खालको हो हैन। अनि यता हेर्न सक्नुहुन्छ तपाईँहरू, यो चाहिँ केराबारी हो। त्यहाँनिर चाहिँ पुल छ हैन केराबारीको, त्यो चाहिँ केराबारी हो हैन। अनि यतापट्टि चाहिँ अब डाँडा पाखा त्यही हो। दाइ चाहिँ त्यहाँ बसिरहनु भएको छ। एकछिन बस्ने अनि त्यसपछि जाने हो। यहाँ आउन 3 घन्टा लगभग लाग्यो होइन। एकदम विकट ठाउँहरू थियो क्या, त्यही भएर अलिक धेरै टाइम लाग्यो, नभए यस्तो टाइम लाग्दैन थियो। यस्तो छ। अनि फेरि बाइक पम्चर भइदियो क्या, फेरि त्यो प्रब्लम भयो। अब हेरौँ के हुन्छ, अब बनाउनु पर्छ कि के हुन्छ होइन। यहाँ चाहिँ यस्तो छ दामी। हेलो 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 गाइज, स्वागत छ हजुरहरूलाई हाम्रो सानो तिनो भत्केको च्यानलमा। यो चाहिँ अहिले हामी हाल मोरङ जिल्लाको केराबारी तोप थुम्के डाँडा भन्ने हामी चढिरहेको छौँ। एकदम रमाइलो छ। यहाँदेखि तल हेर्दा धरान देखिन्छ, केराबारी देखिन्छ, जङ्गलहरू देखिन्छ। तर यो मौसम राम्रो नभएको कारणले अहिले राम्ररी देखिएको छैन। हामी चाहिँ 2 जना छौँ। खोइ यो घुमाउने मिल्दैन। आएको यहाँ घुम्नुलाई बाइक पम्चर भइरहेछ, यस्तो लोदर लागिरहेछ। बाटो फेरि त्यस्तै छ। अब तल पुग्दाखेरि रिङ त अट्ठा हुने होला। आउनु होला तपाईँहरू पनि, एकदम दामी छ। गर्मी महिनामा घुम्ने ठाउँ चाहिँ यो एकदम दामी हो। एकदम चिसो हुन्छ यहाँनिर। बेलेटार सेम हो, बेलेटार जति टाढो पनि गइराख्नु परेन। कति मान्छेहरूलाई त थाहा छ, आउनु पनि भएको छ। कतिले चाहिँ देख्नु मात्रै भएको होला, किनकि यो ठाउँ पनि निकै भाइरलै भइरहेको थियो सामाजिक सञ्जालहरूमा। कहीँ मैले देखेको थिएँ। राम्रो छ, रमाइलो छ। एक त अब जोडीहरू आउँदाखेरि मात्र रमाइलो हुन्छ यहाँ चाहिँ होइन। सही पकडे हैं। यस्तो फ्यामिलीसँग घुम्ने यहाँ यतैतिरको बासिन्दाहरू अलिकति टाढो टाढोकोहरू क्याम्पिङको लागि आउँछ, रातभरि बस्छन्, जोडी आउँछ। सो गाइस, समय खेर नफालिकन हामी चाहिँ अब घरतिर लाग्दैछौँ होइन। क्या बात है सर। दाइ चाहिँ त्यहाँ परबाट आउँदै हुनुहुन्छ। अनि यहाँनिर अघि दाइले देख्नु भएको थियो होइन। अनि त्यही हो, अब अहिले चाहिँ उग्रिरहेको छ क्या त्यहाँनिर। त्यही पनि देखिँदैन क्यामेरामा त यत्तिकै हेर्दा मात्रै। कस्तो दामी भ्यू देखेँ हो। यता त झन् ठुल्ठुलो पारेर छ, उता त झन्। त्यही हो होइन। अब घर जाने 4 बजिसक्यो। 1 बजे हिँडेको थियौँ, 3 घन्टा लाग्यो। यस्तो छ क्या सिँढी चाहिँ। कोक खाएपछि भुँडी चाहिँ फेरि लास्टै दुख्ने। Two hours later. सो गाइस, फाइनली घर पनि आइयो। बाइक बिग्रेर हल्का गाह्रो परेको थियो होइन। त्यो पनि जस्तो तस्तो भएर पनि घर आइयो। अब अहिले चाहिँ रात परिसकेको छ क्या।
अहिले कति 7 बजे होला 7 बजिसकेको छ अनि बाइक बनाउनु गएको थियौँ उता कक्षातिर बनाएर आयो बाइक पनि अनि त्यही अब मम्मीले खाना बनाउँदै भन्छ खाना खाने हो होइन भोक पनि लागिरहेको छ केही खाना पनि पाइँदैन क्या मजाले त्यही कोक खाएर त्यही अब के भन्नु अरू त भाइ कामबाट आएको छैन अनि विश्वास भाइ पनि भोलि आउँछ होला भाइ फेल भयो विश्वास भाइको भाइ चाहिँ फेरि फर्स्ट भइदियो अनि मेरो भाइ अब त्यही हो पास मात्र भयो होइन त्यही हो आज भिडियो पनि यति नै हो तपाईँहरूलाई के कस्तो लाग्यो पहाड राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब हानिदिनु होला होइन त्यही हो भेट्नुहोस् नेक्स्ट भिडियोमा त्यतिसम्मको लागि बाई भन्नुभन्दा अगाडि एउटा कुरा भन्छु के हो भने आज मैले एक दिन दिन पाइनँ किनभने बिहान स्कुल जाँदै पानी पऱ्यो क्या बाटोमै अनि ओत लाग्यो ओत लाग्दाखेरि टाइम सकिसक्यो मतलब टाइम भइसक्यो क्या अनि स्कुल पुग्न आधी घन्टा लाग्थ्यो अनि टाइम मतलब 7 बजीदेखि इक्जाम सुरु हुने होइन अनि 8:30मा पानी रह्यो अनि इक्जाम अनि स्कुल पुग्दाखेरि 9 बजिहाल्थ्यो अनि 1 घन्टामा के लेख्नु भन्दाखेरि गइनँ किनभने टेस्ट मात्र हुन्छ अहिले त्यही भएर इक्जाम गर्दा पनि केही फरक पर्दैन त्यही भएर पनि गइनँ होइन अब फाइनलमा चाहिँ त्यस्तो हुँदैन त्यही हो यति हो होइन भेट्नुहोस् नेक्स्ट भिडियोमा